ल तपाईँको फाइनली 45 दिनको हाम्रो कार्यक्रम सकिसकेछ। म अहिले तपाईँको रजैयाको पुलमा छु। त्यो देखिराख्नु भएको छ त्यो चाहिँ रजैयाको त्यो मन्दिर हो। र अहिले म ठ्याक्कै पुलमा छु। म जाँदैछु। आज समापन कार्यक्रम छ। कस्तो बाटोमा म जाँदै थियो तपाईँहरूलाई आज म देखाउँछु। एकदम बाटो भनेको एकदम खत्तम थियो। त्यही पनि म आफ्नो ड्युटी कहिले छोडेन। अब यो बाटो चाहिँ हामी जानेछौँ। ल साथीहरू आऊ। तिम्रो बिहा होता ल फाइनली यहाँ चाहिँ आइपुगेको छु। अब यो बाटो सर यता यता गएपछि ठ्याक्कै बनकरिया पुगिन्छ होइन। अब एकछिन मैले चाहिँ यहाँ सोचिहालेछ। ल यो समाउँछ भाइ। म यता जाँदैछु। हामी बनकरिया आइसकेका छौँ होइन। यो हेर्नु पुलको भ्यू कति राम्रो राम्रो छ। हाम्रो पनि भ्यू हेर्नु होइन। है पछाडि किन कस्तो हुन्छ त। यहाँ हेर्नु हामी पनि आइसकेका छौँ। ल फाइनली अब म चाहिँ तालिम सिकाउने ठाउँतिर आइपुगेको छु। अब लगभग 10 सेकेन्ड 15 सेकेन्डमा पुग्छु। ल भाइ यो भिडियो गर। अनि हेर्नु यताको भ्यू कति राम्रो राम्रो छ। साथीहरू कति राम्रो राम्रो। अब यो घरमा चाहिँ म तालिम गरिरहेको थियो। अब फाइनली यहाँ आइपुगेको छु। यहाँ एकजना चाहिँ बाहिर मजाले लाइनै छैन क्या हो। यस्तो मजाको बाटोमा हामी आइरहेछौँ। अब यो एउटा ब्लग भिडियो बनिरहेछ है। आज युट्युबमा आउँछ। ल खै किन सबै यहाँ लुगायो अनुहार हेतिरिका। यो त आउने हो युट्युबमा। ल यहाँ जसले आउनुभएको थियो काम सिक्नु उहाँलाई खर्च दिनको 100 रुपियाँ होइन। 45 दिनको 4500 रुपियाँ पाउनुभयो। भ्रमण गर्न चाहन्छु र सँगसँगै यो कार्यक्रमको विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुनुको लागि उद्योग हाम्रो मनोहर गाउँपालिका 4 नम्बर वडाका श्रद्धेय अध्यक्ष आदरणीय प्रकाश थापाज्यूलाई कार्यक्रमको विशिष्ट अतिथिको आसन ग्रहणमा हाजिर हुन चाहन्छु। त्यसै गरी अतिथिको आसन गरिदिनु हुनुको लागि उद्योग तथा वाणिज्य कार्यालय घोडा मकनका उद्योग अधिकृत श्री हाम्रा गार्मेन्ट सम्बन्धीका मुख्य प्रशिक्षक आदरणीय नुर मोहम्मद अन्सारीज्यूलाई पनि कार्यक्रमको अतिथि आसनलाई हाजिर गर्न चाहन्छु। त्यसै गरी अतिथिको आसन गरिदिनु हुनको लागि हाम्रा बनकरिया समुदायका चाहिँ अगुवा पनि हुनुहुन्छ हाम्रो सन्तोषी बनकरियाज्यू। उहाँलाई पनि यो कार्यक्रम भन्ने कुरा चाहिँ उठाइदियो। नमस्ते, म चाहिँ गार्मेन्टबाट हो। अनि हामीले सिक्नु तालिम चाहिँ एकदमै राम्रो छ। मलाई चाहिँ एकदम राम्रो लागेको छ। हाम्रो नानी कुराहरू सर्ट प्यान्ट हाम्रो यो स्कुल नजिक छ। हामी चाहिँ केही सिपै छैन। हामी घरमा यति खाली बस्ने हो। यो हामीले सिकेर चाहिँ घरमै खाली टाइममा सजिलो गर्न पाउँदा र यो अहिले 45 दिनसम्म हामीले यो सिकेर मलाई चाहिँ एकदम खुसी लागेको छ। अनि सिप पनि एकदम राम्रो सिकाउनु भयो हाम्रो प्रशिक्षकजीले पनि। प्यान्ट अनि सर्टहरू हामीले सबै डबल डबल सिलाएर बिर्सिन्छौँ कि भन्ने हामीलाई लागेको थियो है। तर पनि सरले चाहिँ एकदमै राम्रोसँग डबल डबल गरेर सबै दोहोऱ्याइ सिकाउनु भयो। एकदमै राम्रो लागेको छ हामीलाई चाहिँ यो चाहिँ। अनि एउटा चाहिँ के हो भने हामीलाई चाहिँ हामीले कोठा भाडा लिएर बालतिर चाहिँ हामी राख्न सक्दैनौँ होला अब सुरुमा चाहिँ। अनि त्यो चाहिँ मलाई अलिकति चिन्ता लागेको छ। यसलाई चाहिँ के भवन चाहिँ राख्न पायो भने एकै ठाउँमा गार्मेन्ट त अब हामीले छुट्टै घरमा लगाएर सिलाउने कुरो भएन गार्मेन्ट भएपछि है। अनि एउटा चाहिँ भवन निर्माण गर्न पाएँ। अनि एकै ठाउँमा बल्ल हामीले चाहिँ केही लुगाहरू चाहिँ सिलाउनु सक्थ्यो होला भन्ने मेरो चाहिँ धारणा त्यति नै हो। एकदमै राम्रो छ सिलाइ सिप चाहिँ यति नै हो। धन्यवाद। म अनुरोध गर्न चाहन्छु। उहाँ अतिथि पनि हुनुहुन्छ, हाम्रो अगुवा पनि हुनुहुन्छ। यो दुईटै कार्यक्रमलाई अत्यन्त नजिकबाट हेरेर म सन्तोषी बनकरिया। यो हाम्रोमा चाहिँ अब अहिले भइरहेको 2टा राम्रो तालिम छ। एक ठाउँबाट सरफ साबुनहरू बिक्री गर्दाखेरि अर्को ठाउँबाट चाहिँ हाम्रो बालबच्चाहरूलाई ड्रेस स्कुलको प्यान्ट सर्टहरू चाहिँ हामीले सिलाएर पठाउन सक्नेछु र सक्छ। र अनि त्यसपछि हामीले अन्य स्कुलतिरबाट पनि अब हामी चाहिँ सर्ट प्यान्ट सिलाउन सक्छौँ। मेरो चाहिँ
यहाँ अध्यक्षज्यू नजिकै हुनुहुन्छ उहाँले मैले अध्यक्षज्यू हुँदा नि दाइ भनेर सम्बोधन गर्छु र हरेक कुराहरूमा सहयोग गरिरहनु भइरहेछ नभएको चाहिँ होइन तर अब चाहिँ सर्ट प्यान्टहरू चाहिँ सिलाउन सकिसकेको छ र हामी चाहिँ यति 8जना चाहिँ हामी रेगुलर काम गर्ने भनेर के अरे यो एउटा योजना जस्तो बनाएको छौँ र स्कुलतिरबाट पाइने ड्रेसहरू चाहिँ हामीले पायो भने चाहिँ हामी सिलाउन सक्छौँ र अहिले चाहिँ हामीले यो कोठा चाहिँ आएर अघि सङ्गीता के अरे जुले पनि भन्नु सक्नुभयो कि कोठा भाडामा राखेर चाहिँ अहिले लगत्तै चाहिँ हामीले चाहिँ हाम्रो स्थिति अलिक सक्दैन भन्ने चाहिँ छ यति नै हो हस् धन्यवाद हस् धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई त्यसै रञ्जिता पनि गरिए अघि हुनुहुन्थ्यो अब तपाईँको फाइनली कार्यक्रम सिधिसक्यो अब हामीलाई बिदा दिनु हो धन्यवाद